तपाईलाई लाग्छ होला हाम्रो यो कन्टेन्ट क्रिएसनको जर्नीमा एकदमै हैन लगानी लाग्छ, एकदमै राम्रो सेटअप बनाउनु पर्ने हुन्छ भन्ने लाग्छ। त्यस्तो केही पनि छैन। यो कन्टेन्ट क्रिएसनको जर्नी स्टार्ट गर्नको लागि पहिला सुरुमा चाहिँ हाम्रो माइन्डसेट स्ट्रङ हुनु पर्यो क्या, हाम्रो विचार। जस्तै मैले स्टार्ट गरिसकेपछि म गर्छु त गर्छु, म गरेर देखाउँछु त देखाउँछु। यसको लागि एकदमै हैन राम्रो सेटअप हुनुपर्ने छैन, यसको लागि एकदमै राम्रो क्यामेरा, एकदमै हैन एकदमै राम्रो स्टुडियो हुनुपर्ने जरुरत केही छैन। हाम्रो हैन एउटा आर्ट हुनु पर्यो क्या, एउटा बोल्न सक्ने आर्ट। आफ्नो केही पनि प्रस्ताव छ, आफ्नो केही पनि कुरा छ हैन, त्यसलाई चाहिँ अब सामनेवाला मान्छेले चाहिँ के प्रस्तुत गर्न सक्ने एउटा आर्ट हुनु पर्यो, बोल्ने कला हुनु पर्यो, आफ्नो एउटा स्टोरी टेलिङ एउटा स्किल हुनु पर्यो। त्यति हो, अरू केही चाहिँदैन। अब यो एडिटिङमा के छ हैन, खासै ह्याप्पी एडिटिङ चाहिँदैन। हामी सिम्पल एडिटिङ एकदमै हैन, धेरै ह्याप्पी एडिटिङ पनि चाहिँदैन। अब हल्का फुल्का कलर चेन्ज गर्ने हो हामीहरू हैन भिडियोको, अनि हल्का फुल्का ब्याकग्राउन्ड म्युजिक राखिदिने हो, या केही पनि अब ट्याक्सहरू सबटाइटल राखिदियो। अब हामी अब एकदमै ह्याप्पी एडिटिङ चाहिँदैन। सिर्फ चाहियो त के आर्ट चाहियो। त्यो आर्ट आफ्नो माइन्डसेट स्ट्रङ बनाउनु पर्यो क्या। त्यसपछि हैन यो जर्नी कन्टिन्यू अगाडि बढिहाल्छ। मसँग के छ, मसँग केही पनि छैन साथीहरू। मसँग छ सिर्फ ओन्ली वान मोबाइल, त्यो पनि रेडमीको मोबाइल 14C। अब यो मोबाइलदेखि चाहिँ मैले चाहिँ अब आफ्नो कन्टेन्ट क्रिएसनको जर्नी चाहिँ स्टार्ट गरेको छु। अब मैले कसरी यहाँमा चाहिँ हैन भिडियोको क्वालिटी कसरी बढाइरहेको छु, एडिटिङ कसरी गरिरहेको छु, त्यो चाहिँ अब मैले गरिरहेको छु। यहाँमा चाहिँ क्वालिटीहरू निकालिरहेको छु, मबाट जे जतिको बेस्ट हुन्छ भनेर। तपाईहरु पनि आफ्नो कन्टेन्ट क्रिएसनको जर्नी चाहिँ स्टार्ट गर्नुहोस् सबैजना। अनि मेरो चाहिँ फ्रेन्ड सर्कलमा चाहिँ मेरो गाउँतिरको हाम्रो नेपाली दाजुभाइहरू अब मैले कसैले देखिरहेको छु काम चाहिँ गर्न लाग्नु भएको छ, स्ट्रगल गर्न लाग्नु भएको छ। म उहाँहरूलाई चाहिँ अब के भन्न चाहन्छु भनेपछि तपाईहरुलाई एकदमै कङ्ग्रेचुलेसन छ। तपाईले चाहिँ आफ्नो जर्नीहरू स्टार्ट गर्नु भएको छ। स्ट्रगल गर्नुहोस्, एकदमै अगाडि बढ्नुहोस्, एकदमै राम्रो कुरा हो। हामीहरू पनि खुसी छौँ। अब हामीहरू यो कन्टेन्ट क्रिएसनको जर्नीमा आफू मात्र नभएर अरूलाई पनि साथमा लिएर हिँड्नेवाला छौँ। अब हामीहरू अब बढाउन लाग्छौँ, कन्टिन्यू अब बढिरहेछौँ, कन्टिन्यू काम गरिरहेछौँ। तपाईँहरू पनि हाम्रो टचमा हुनुहुन्छ, हाम्रो साथमा हुनुहुन्छ। अब हाम्रो भिडियो हेरेर चाहिँ साथ दिन लाग्नु भएको छ, केही सिक्न लाग्नु भएको छ। त्यसको लागि चाहिँ फेरि आज पनि म तपाईँहरूलाई एकदमै धन्यवाद दिन चाहन्छु। हाम्रो कन्टेन्ट क्रिएसनको जर्नीमा चाहिँ तपाईँहरू पनि हुनुहुन्छ। अब हाम्रो यो जर्नीलाई चाहिँ एकदमै यो राम्रो र एकदम सुन्दर बनाउनु पर्नेछ। ओके, आजको लागि चाहिँ यति नै। हस् त, बाइ।